नमस्कार सबैमा। आज फेरि पनि एउटा सानो भिडियो लिएर आएको छु तपाईँहरू समक्ष। अरू त केही ल्याउनु सक्दैन, खानेकै भिडियो चाहिँ ल्याउन सक्छु किनभने टाइम पाइँदैन त। अनि खाने बेलै चाहिँ भिडियो गर्न पाइन्छ, अरू बेला बिजी भएर त्यति भिडियो गर्नु फोन हेर्न पनि पाइँदैन। अहिले चाहिँ फेरि काम सकेर खाना खानु बसेको। अनि आज चाहिँ के खाँदैछु भन्दाखेरि चाहिँ भात, सिम्पल केही छैन, आज भात छ। अन्त यो चाहिँ हो रुई माछा। रुई माछालाई चाहिँ बोइल गरेर बनाइएको। अनि यसमा अन्डा पनि छ, माछाको अन्डा पनि एकदमै मिठो हुन्छ क्या। माछाको अन्डा एकसाथ बनाइएको पनि बोइल गरेर सबै सब्जीहरूसँग, सब्जी माछा एकै बारमा बोइल गरेर बनाइएको हुन्छ। अरू केही पनि छैन। आज अलिकति सब भेज मोमो छ, भेज मोमोसँग खाने हो। ल साथीहरू सुरु गरे भन्दा पनि अलिकति चटनी पिरो अलिकति खाने बानी भएको छ त सुरु गरे है त। धेरै मजा। माछा चाहिँ अनेक किसिमले बनाउन जान्ने जाति भनेको चाहिँ बङ्गाली नै हो। के तरिकाले फ्राई गरेर बनाइँदैछ, बोइल गरेर बनाउँदैछ, भापे पनि भन्छ, स्टिम गरेर पनि बनाउँदो रहेछ। माछाको अन्डा यसलाई चाहिँ फ्राई गरेर खाँदा पनि मिठो हुन्छ। अनि यसको चाहिँ विशेष गरी यसलाई चाहिँ क्या बोलते हैं इसको, माछा डिम को करके बनाते हैं, क्या बोलते हैं, माछा डिम है हिंदी में कैसे बोले? यो माछाको अन्डालाई चाहिँ पकौडा जस्तो फ्राई गरेर अनि यसलाई चाहिँ ग्रेभी बनाइँदो रहेछ। ग्रेभी झोल बनाएर त्यसमा डुबाएर, त्यो पनि राम्रो हुन्छ तरकारी। चाहिँ भेज मोमो यहाँ चाहिँ भेज मोमो त्यति चल्दैन, कम्ती कस्टमर। यहाँ चाहिँ मोमो भन्नु बित्तिकै चिकन मोमो। हाम्रो अब माथि हाम्रो पाहाडतिर त, हाम्रो कालिम्पोङ दार्जिलिङतिर त, अब सिक्किमतिर त मोमो भन्नु बित्तिकै ज्यादातर मान्छे चाहिँ अब भेज सम्झिन्छ। तर यहाँ चाहिँ मोमो भन्नु बित्तिकै चिकन मोमो। मोमोको कस्टमर चाहिँ धेरै कम्ती छ। गरम छ हौ साथीभाइ, हो गरम। त्यो दिन पानी परेको जस्तो हुन्छ, चिसो भएको जस्तो हुन्छ, फेरि गरम भइहाल्छ। गरममा खाना पनि रुच्दैन, अलिअलि खाइन्छ, कम्ती घुम्नु जानु मन लाग्दैन। घुम्नु जानु भन्दा पनि खै घुमिएको छैन हौ त्यति। आफ्नै बिजनेस दोकान गर्न थालेकोदेखि घुमिएकै छैन। घुम्ने समय पाउँदैन, टाइमै पाउँदैन, घुमिएको छैन त्यति। फर्स्टमा आएर घुम्यो बाबुघाट, प्रिन्सेप घाट, हाउडाहरू, त्यो कि पनि न्यू टाउनहरू घुम्यो, निकोबारहरू घुम्यो। त्यहाँ पनि घुमेको छैन अहिले, धेरै भयो, बाहिर घुम्नै पाउँदैन। यति एब्सेन्ट बस्यो भने पनि कसले भन्छ भारी नोक्सान पो भइहाल्छ त। अन्त गए भएको छैन घुम्नु, त्यही नि त। एक दिनमा अब समय निकालेर घुमिन्छ। त साथीभाइ हो खानापिना हो गई। अब खाना खाइसकेपछि चाहिँ अलिकति फ्रुट चाहिन्छ, नेप्स भए पनि हुन्छ भनेको जस्तो आँप। यो चाहिँ के पऱ्यो, हिमसागर आँप चाहिँ सुनेको, हिमसागर, ल्याङ्ग्रा। हामी त आँप भनेर थाहा छ, खाएको त्यति मात्रै हो। यो चाहिँ हिमसागर आँप पऱ्यो, खाइदियो। दामी
पुग्दैन। मिठो हुन्छ। सिजनमा समयको फल खाइराख्नुपर्छ। र सस्तै छ अहिले आँप त 20 रुपियाँ 25 रुपियाँ 30 रुपियाँ किलो। स्वादिष्ट। लौ त मित्रगण खाना भात पनि खाइसक्यो। अब बिस्तार गरेर जाने हो रुमतिर। अनि फ्रुट्स पनि खाइहाल्यो। र फेरि भेटौँला अर्को भिडियोमा। र अहिलेलाई भने सबैलाई शुभरात्रि। नमस्कार।